पनि हो। अब कुरा गरौँ 5 बुँदा मध्ये पहिलो बुँदा अर्थात् नोटबन्दी गर्नु किन जरुरी छ त भन्ने कुरा। यही सेप्टेम्बर 8 र 9 मा भएको आन्दोलनमा बुढा नीलकण्ठमा रहेको नेपाली कांग्रेसको सभापति शेरबहादुर देउबाको घर तोडफोड साथै आगजनी पनि भयो। त्यसपछि देउबाको घरबाट बाहिर आएर केही युवाहरूले सोही दिन बोरामा राखेको पैसा उडाइरहेको दृश्य अहिले पनि सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती देख्न पाइन्छ, जसमा केही नेपाली रुपैयाँ देखिन्छ भने केही अमेरिकी डलर पनि देख्न सकिन्छ। यसको अर्थ के हो भने हाम्रो देशको नेताहरूले कालो धन राख्छ भन्ने हल्ला साँचो हो रहेछ भन्ने कुराको पुष्टि यहाँबाट पनि हुन्छ। अब 6 महिना अनि अलिकता ढिलै भए पनि 1 वर्षभित्र नेपालमा प्रतिनिधि सभाको चुनाव हुँदैछ। यो चुनावमा सबै दलले भाग लिन पाउनेछ। अनि अहिले एमाले, कांग्रेस, माओवादी जस्ता ठूला र पुराना दलहरूलाई सत्ता छाडेर भाग्नु परेको यो असम्य पीडा छँदैछ। त्यसैले गर्दा अबको चुनाव जसरी हुन्छ जित्नुपर्छ भन्नेमा यी सबै दल एकजुट हुन्छ। उस्तै गरी सबै दल मिलेर गठबन्धन नै गर्ला वा नभए पनि आउने निर्वाचनमा भएभरको कालो धन खर्च गरेरै भए पनि चुनाव जित्ने कोसिस पक्कै पनि गर्नेछन्। त्यसैले अबको यो सरकारले 6 महिनाभित्र कुनै पनि हालतमा नोटबन्दी गर्नु अति आवश्यक छ। यदि यसरी नोटबन्दी गर्न सफल भयो भने नेताहरूसँग भएको अर्बौं रुपैयाँ खोस्टा सरा हुने पक्का देखिन्छ। किनकि कालो धन अर्थात् ब्ल्याक मनी भनेको गैर कानुनी पैसा हो। यसलाई केही न केही तिग्रमबाज लगाएर थोरै व्हाइट मनी बनाउन सके पनि 80% भन्दा बढी खेर जाने पक्का देखिन्छ। त्यसपछि पैसाको दममा चुनाव जितेर ठूलो दल वा बहुमतको घमण्ड गर्ने यी सबै दलहरू आफ्नो औकातमा आइहाल्नेछ। हुन त यो काम गर्नु भनेको जति सजिलो छैन, नोटबन्दी गर्नु भनेको धेरै गाह्रो कुरा हो। किनकि यसको लागि समय, प्लानिङ, ठूलो मात्रामा नयाँ नोटहरू छापिनु पर्ने हुन्छ। सर्वसाधारण नागरिकलाई नोट साट्न वा डिजिटल भुक्तानीमा आउनको लागि कम्तीमा पनि 3 देखि 4 महिनाको समय दिनै पर्ने हुन्छ। तर यो असम्भव भने पक्कै पनि होइन। यदि साँच्चै आउने निर्वाचनलाई स्वतन्त्र निष्पक्ष बनाउने हो भने यो कदम अति नै आवश्यक छ। अनि नोटबन्दी त्यति बेला गर्नुपर्नेछ जति बेला ठ्याक्कै चुनाव हुन लागिरहेको हुन्छ। अब यति गर्न सके यो सरकार सफल मानिन्छ र देशको अर्थव्यवस्था माथि पनि उठेर आउनेछ। अनि पैसाको दममा चुनाव जित्ने भ्रष्टहरूको दिन पनि अन्त्य हुनेछ। त्यसैले अब यो कुरा अर्थमन्त्री र यो सरकारसँग पुर्याउने जिम्मा विशेष गरिकन जेनजीहरूको र बाँकी हामी